चारराते फालेलुङ गाउँपालिका वार्ड नम्बर 5 मा लुकेको एउटा स्वर्ग। पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकामा अवस्थित चारराते प्राकृतिक सौन्दर्य, सांस्कृतिक समृद्धि र पर्यटन सम्भावनाले भरिएको एक सुन्दर ठाउँ हो। यहाँको हरियाली ढकमक्क जङ्गल, खुल्ला चरणभूमि, हिमालको छाया र चौरी पालन संस्कृतिले यो ठाउँलाई अद्वितीय बनाएको छ। प्रत्येक नयाँ वर्षको सुरुवातसँगै चाररातेमा आयोजना हुने चौरी महोत्सव यहाँको मुख्य आकर्षण हो। यस महोत्सवमा स्थानीय बासिन्दाले आफ्नो चौरीहरूलाई सजाएर प्रदर्शनीमा राख्दछन्। यो दिन विशेष गरेर चारराते आसपासका प्राय जसो सबै चौरीहरूलाई भेला गरिन्छ। ल यो चौरीहरू चाहिँ भोलि याक मेलाको लागि लगिँदैछ। यहाँबाट यो तीन सिमाना एरिया हो। ल उहाँहरू चाहिँ भोलिबाट आजबाट सुरु हुने चौरी महोत्सवको लागि यहाँबाट चौरी हिँडाइसक्नु भएको छ, याक हिँडाइसक्नु भएको छ। लगभग 1000 देखि 1500 सम्म चौरीहरूको एकै ठाउँमा प्रदर्शनी गरिन्छ र त्यही चौरीबाट उत्पादित घिउ, छुर्पी लगायतका परिकारहरू बिक्रीमा राखिन्छ। र यहाँको अर्को मुख्य आकर्षक भनेको याक डान्स पनि हो। सिक्किमबाट आमन्त्रित गरिएको यो याक डान्स अब हेर्ने पालो तपाईको। पर्यटकहरूले चौरी पालकहरूको जीवनशैलीलाई नजिकबाट अनुभव गर्न पाउँछन्। याक फेस्टिभलको लागि चाहिँ हामी चौरी आज सङ्कलन गर्दैछौँ। आज हामी चारराते आज नाइटमा पुग्छौँ लगभग 6 बजीतिर। भोलि महोत्सवको लागि चौरी महोत्सवको लागि नै लगेको हामीले। यो महोत्सवले केवल कृषक र चौरी पालकहरूलाई आर्थिक रूपमा फाइदा पुर्याउने मात्र होइन, स्थानीय संस्कृति र जनजीवनलाई विश्व सामु चिनाउने अवसर पनि दिन्छ। यस महोत्सवमा नेपाल मात्र होइन, भारत, भुटान, चीन, जापान र युरोपियन देशहरूबाट समेत पर्यटकहरू आउने गरेका छन्। चाररातेमा पदयात्रा, होमस्टे अनुभव, जडीबुटी अनुसन्धान र पशुपालन अवलोकन गर्ने प्रशस्त सम्भावना छ। यहाँको मौसम, आतिथ्यपूर्ण स्थानीय जनता, प्राकृतिक छुट्टाले
कुनै पनि आगन्तुकलाई आकर्षित नगरिरहन सक्दैन। चार राते केवल एउटा गाउँ मात्र होइन, यो प्रकृति, संस्कृति र सम्भावनाहरूको सङ्गम स्थल हो। यहाँको चौरी महोत्सव र चलचित्र छायाङ्कनले यस ठाउँलाई अझ चर्चित बनाउँदै लगेको छ। र यो ठाउँमा भर्खरै मात्र उनको स्वेटर नामक चलचित्र छायाङ्कन भएको थियो, जुन नेपालभर प्रदर्शनीमा आइरहेको छ। तिमी जस्तै शीतल सानो दुध दिन्छ मानो, खानु कि नखानु, मागेरै लानु नसक्नेसँग जानु कि नजानु, धान सुक्यो रातले फकाउँछ काफले, जानु कि नजानु। भविष्यमा सरकार र स्थानीय समुदाय मिलेर यसको पूर्वाधारमा लगानी गरेमा चार राते नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्नेछ।